खगेन्द्र सुनवार माननीय खगेन्द्र सुनवारले पाखुरा सुर्किनु भएको थियो। त्यो चाहिँ अब नगर्नु पर्थ्यो होइन। त्यो चाहिँ अब धेरै कुराहरू संसदहरूले पनि धेरै कुराहरू सिक्नु जरुरी छ। संसदीय प्रणाली पार्लियामेन्टिङ मिटिङ प्रोसिडरहरू पनि सिक्नु जरुरी छ होइन। त्यो चाहिँ उहाँहरूलाई प्रशिक्षणको धेरै नै आवश्यक छ। हिजो मात्रै मैले देखिरहेको थिएँ मोरङ क्षेत्र नम्बर 3 का उम्मेदवार गणेश कार्कीले पनि होइन मर्यादाको ख्याल नगरिकन आफ्ना चाहिँ नियम आपत्ति जनाइराख्नु भएको थियो। नियम आपत्ति कतिखेर जनाउने होइन, पार्लियामेन्टिङ मिटिङ प्रोसिडरमा चाहिँ नियम आपत्तिका कुराहरू हुन्छ होइन, मौसमका कुराहरू हुन्छन् होइन, शून्य समयका कुराहरू हुन्छन्। ती कुराहरूमा चाहिँ अलिकति सिस्टमेटिक बुझेर गएको भए राम्रो हुन्छ। हुन त सबैजना सिकेर आएको हुँदैन, कम्तीमा आफू संसद भइसकेपछि प्रतिनिधि सभाको एउटा संसद भइसकेपछि मैले के बोल्नुपर्छ, मेरो जिम्मेवारी के हो भन्ने कुरा चाहिँ अध्ययन गरेर जाँदा राम्रो हुन्छ भन्ने मलाई लाग्छ। अन्तमा के भन्न चाहनुहुन्छ तपाईँ? अन्तमा म के भन्न चाहन्छु भने संसदबाट हामी प्रधानमन्त्रीको जवाफ र होइन उत्तर चाहन्छौँ, सम्बोधन चाहन्छौँ। चाँडै नै तपाईँको मिडिया मार्फत होइन आम नेपालीहरूले सुन्न चाहिरहेको छन्। हाम्रो चाहिँ बालेन्द्र शाह होइन, बालेन सरकार भन्छौँ, म त बालेन सरकार होइन, उहाँ नेपाल सरकार भएर नेपाल सरकारले नेपाली जनताहरूप्रति सम्बोधन गर्नुहोस्, त्यो सुन्न चाहन्छौँ। मैले मात्र होइन 3 करोड नेपालीहरूले सुन्न चाहन्छन् उहाँको आवाज, उहाँको सम्बोधनका कुराहरू होइन, आगामी प्लानहरू हामी चाहिँ उहाँकै मुखारबिन्दबाट सुन्न चाहन्छौँ। 2/3 नजिकको सरकार दिएको छ, सरकारको चाहिँ अख्तियार दिएको छ जनताले। यसलाई चाहिँ राम्रो काम गर्नुहोस् होइन, जनताले दुःख नपाउन्। हामी सधैँभरि राम्रो कामको लागि हाम्रो चाहिँ संसदहरूले, हाम्रो संसद दलका नेताले अथवा हाम्रो पार्टीले जहिले पनि तपाईँहरूलाई हामी चाहिँ सकारात्मक रूपले अगाडि बढाउनका लागि हामी सहयोग गर्नेछौँ। यदि तपाईँ जनताको विपरीतमा जानुभयो, जनताको विरुद्धमा जानुभयो, देशको विरुद्धमा जानुभयो, देशको स्वाधीनताको विरुद्धमा जानुभयो, सीमा रक्षाको विरुद्धमा जानुभयो भने चाहिँ हामी जहिले पनि हाम्रा पार्टीका सदस्य सांसदज्यूहरूले सदनबाट आवाज उठाउनुहुनेछ। हामी पार्टीबाट, हामी रोडबाट पनि, हामी तल भुइँबाट पनि, सडकबाट पनि हामी खबरदार गरिरहनेछौँ।